TVET एउटा सिमुलेटेड कम्प्युटर प्रोग्राम हो एन्ड हियर्स द रिजन वाइ। सबलाई थाहा भइसक्यो कि स्काई फेक हो भनेर। अनि TVET को स्टार्स पनि नेचुरली बिहेभ गर्दैन के। इन अ सेन्स TVET कस्तो प्रोग्राम भए जस्तो बिहेभ गर्छ के। अब अर्मिन सोलको त कुरै नगरौँ। अर्मिन सोलसँग कनेक्टेड भएको जुन पनि कुरा कस्तो डेटा लाइक देखिन्छ के। त्यही माथि अर्मिन सोलले मेमोरी मात्र स्टोर गर्दैन, रियालिटी पनि रिराइट गर्न सक्छ। त्यसको मतलब कुनै कुरा एक्जिस्ट नभए जसरी डिलिट पनि गर्न सक्छ। केस इन पोइन्ट, गेन्सिनको वर्ल्ड हिस्ट्री रियल नै होइन होला, इट मस्ट बी एडिटेड। फन फ्याक्ट, गेन्सिनको अर्बन सोल हो यो मल्टिभर्सको द इमेजिनरी ट्रीको कपी जस्तो देखिन्छ। ओके, सो रियालिटी फेक हो भने कसले यसलाई कन्ट्रोल गर्छ? सिम्पली भन्दा सेलेस्टिया। अब कुनै चिजले प्रोग्राम कन्ट्रोल गर्न सक्छ भने उसलाई गड होइन प्रोग्रामर भन्छ। यु सी वेयर आम गोइङ विथ दिस। सेलेस्टिया गड होइन, दे आर एडमिन्स। अब राइन डटरले एक्जिस्ट हुन नसकी बिङ्सहरू बनायो होइन, बेसिकली भन्दा इलिगल डेटा। अनि यसले के गर्यो? सिस्टम क्रास, जसलाई हामीले क्याटेक्लिजम भन्छौँ। अनि जुन पनि ठुलो प्रोग्राममा कुनै न कुनै करप्टेड डेटाहरू त पक्कै हुन्छ। आइएम टकिङ अबाउट द एबेस। मेरो विचारमा उनीहरू TVET को रिजेक्ट भएको हिस्ट्री हो, डिलिट भएको ट्रुथ। आई मिन हाम्रो सिबिङले पनि अबिससँग साइड गरेको केही न केही रिजन त पक्कै होला नि। अबिस इभल होइन, उनीहरूले एक्चुअल ट्रुथ देखेको मात्रै हो। एन्ड फाइनली वी हेभ द मेन क्यारेक्टर, हामी अर्मिन सोलमा नि छैनौँ, हामीलाई रिराइट गर्न पनि मिल्दैन, र हामी यो वर्ल्डको पनि होइन। हामी यो वर्ल्डको हिरो होइन, हामी यो प्रोग्राममा भएको ग्लिच हो। सो द रियल क्वेसन इज, तपाईँहरूले यो प्रोग्राम फलो गर्नुहुन्छ कि यसलाई ब्रेक गर्नुहुन्छ?